देशको सबैभन्दा ठूलो जिल्ला रहेको ठाउँ, देशको सबैभन्दा ठूलो गाउँपालिका रहेको ठाउँ, देशकै सबभन्दा गहिरो ताल रहेको ठाउँ, जुन गहिराईलाई आजसम्म कुनै सरकारले कुनै पार्टीले यो देशले बुझ्न सकेन, त्यो गहिराईलाई बुझ्न चाहन्छौं। त्यो गहिराई बुझ्ने पार्टी हो राष्ट्रिय स्वतन्त्र पार्टी। आजको दिनमा डोल्पाको सुन जस्तो मानिने यार्सा गुम्बा विश्वभरि पुग्न सक्छ, तर कर्णालीको स्याउ र मार्सी चामल त्यही चितवन र झापा पुग्न सक्दैन। यहाँको उत्पादनलाई कम्तीमा पनि देशभरि पुर्याउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। देशमा अझै पनि भोकमरी छ, अझै पनि 4 वर्ष मुनिका बालबालिकाहरूको मृत्युदर एकदमै बढ्दो छ, महिलाहरूको आमाहरूको मृत्युदर बढ्दो छ। त्यो कर्णालीमा छ र त्यो कर्णालीको पीडालाई, गरिबीलाई, त्यो दुःखलाई बेच्ने नेता धेरै आए, त्यो गरिबीलाई बुझ्ने नेता धेरै आएका छैनन्। अहिलेसम्म कोही आएको छैन। त्यो बुझ्ने नेताहरू बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू। यहाँको पर्यटन, यहाँको सम्भावना, यहाँको कृषि, यहाँको खेतीपाती, यहाँको आय आर्जन सबै वृद्धि गर्न पाऊँ, तपाईहरूको आशीर्वाद लिन पाऊँ र तपाईहरूको अस्ति मैले फेसबुकमा लेखे जस्तै अब कर्णालीका सुइना हाममा सुइना भने जस्तै तपाईँहरूको त्यो सपना बोकेर जान पाऊँ र त्यो सपना बोक्ने सुरुवात आज हामीले बाचापत्रबाट गरेको छौँ, कर्णालीबाट घोषणा गरेको छौँ। आज उपरान्तबाट त्यो सबै तपाईँका सपना हाम्रा सपना हुनेछन्। ती सपना बोकेर यहाँबाट जान पाऊँ। धेरै धेरै धन्यवाद। नमस्कार। अत्याचार, आक्रमण, अपराध, असमझदारी, विकल्पविहीन विदेशी व्यय बन्छ भिकारी, शिकारी नेता अभिनेता बन्छ क्रान्तिकारी, बिगारी केटा केटी भोको पेटलेटी सिपाही।